कस्तो घाम लाग्छ नि यहाँ, लास्टै घाम छ। बुर्त्याङ झड्यो। अब यहाँबाट भोटपट्टनतिर जाँदैछौँ। गुरुजी नि साथमा हुनुहुन्छ। बाटो अलिकति खस्को छ। अब हजुरहरूलाई देखाउँदै जान्छौँ बाटोमा कस्तो हुन्छ है। ओके, साथमा गुरुजी नि हुनुहुन्छ।
सत्यवती जाँदाखेरि यस्तै भएको थियो सत्यवती जाँदाखेरि यहाँको बाटो धेरै रिक्सी छ यहाँको बाटो धेरै रिक्सी छ यो ढोरपाटन आउँदै गर्दाखेरिको सबभन्दा रिक्सी बाटो रहेछ यस्तो बाटो छ यस्तो रिक्सी बाटो छ है यहाँनिर त त्यो गाडी पनि उक्लिन सकिरहेको छैन तर मौसम बहुत चिसो छ तराईको त गर्मीबाट यहाँ आउँदाखेरि त हजुर जस्तै जुत्ता नै किन्न पर्ने रहेछ हामी आज ठ्याक्कै बिहान कति 8 बजेतिर घरबाट हिँडेको ठ्याक्क पानी परिरहेको थियो हामी अहिले ढोरपाटन यात्रामा छौँ तर बाटोमा चाहिँ रेडीतिर आउँदाखेरि घाम लागिरहेको थियो बुर्तिबाङ आउँदा नि घाम लागिरहेको थियो तर अहिले चाहिँ यस्तो चिसो छ नि पुरा बादल छ बहुत चिसो छ एकदमै तर यो लाइया छ तर यो ज्याकेट चाहिँ झोलाभित्र छ गाडीभित्र गाडी चाहिँ अलि माथि आउनु सकिरहेको छैन बाटो यस्तो रिक्सी रहेछ यो चाहिँ मौसम हुन त यो सिजनल यही बेला आउन ठिक भन्ने गर्छन् तर आउने बेलामा धेरै सोचेर आउनुपर्ने रहेछ यो बाटो चाहिँ त केही छैन तर यहाँनिर आउनु धेरै तर त्यहाँ पहिरो खसिरहेको छ हामीको पहिरो खसिरहेको छ त्यहाँबाट पनि पहिरो खस्दो रहेछ चाहिँ बाटो हिँड्दै गइएको छ यस्तो चिसो बाटो छ गाडीले तान्नु नसकेर यो बाटोमा चाहिँ हामी हिँडिरहेको छौँ त्यो चाहिँ हिँड्दै गइएको छ बहुत चिसो छ मौसम यहाँनिर त हिलो अलिक कम रहेछ ससुर होइन बाटो पुरै नभएर अहिलेसम्म त्यो बाटोमा पाइरहेको छ अघि यो आएको देखान्छ पुरै टायर सायर दर्तर हुँदैन त त्यति साह्रो त हुँदैन हामी त पनि हामी त्यहाँ बसेका थियौँ अब हामी ढोरपाटनबाट बुगिपाटनतिर लाग्दैछौँ बाटो यस्तो छ मौसम घाम चाहिँ त्यति घाम लागेको छैन मौसम चिसो बहुत चिसो मौसम छ सायद बुटलतिर अलिक गर्मीबाट आएको भएर होला बहुत अलि बढी चाहिँ चिसो महसुस भएको छ यात्रा गर्नु चाहिँ यस्तो मौसम छ हामी चाहिँ यहाँ चाहिँ पक्थर भन्ने ठाउँमा आएको छ यसको चाहिँ 2910 मिटर रहेछ समुद्र सतहदेखि हामी बढ्ने क्रममा छौँ मौसम चाहिँ चिसो छ
यस्तो यो फुल फुल्ने भनेको यस्तो रहेछ क्या एकदमै। हेर न फुलहरू के यस्तै हेर न। यस्तो मनोरम दृश्य छ। हामी बोकीपाटनतर्फको यात्रामा छौँ। लगभग हामी चाहिँ अहिले 3000 मिटर हाइटमा छौँ। हल्का उकालो सुरु हुन लागेको छ। मौसम चाहिँ हल्का घाम लागेको छ अनि बादल त्यस्तो देखिएको छ। अनि यस्तो यहाँ कस्तो राम्रो फुलहरू फुल्दो रहेछ कि अहिले यस्तो पाखरामा यस्तो राम्रो फुलहरू चाहिँ फुलिरहेछ। नजिकै कलकल बगेको खोलाको आवाज छ। एकदमै मनोरम दृश्य छ। बिस्तारै उकालोतिर लाग्दै गर्दाखेरि स्याँ बढ्दैको पनि गएको छ। तर मनमा जोस र जाँगर छ। हेरौँ यस्तो मजाको पानी छ नि। यसो यहाँनिर टिकट काट्नुपर्ने रहेछ त्यहाँ जानको लागि। यहाँबाट काली पावर हाउस रहेछ कि कालीमाटी पावर हाउस रहेछ। यहाँको मौसम चाहिँ ठिक छ, सुन्दर छ। नजिकै यस्तो मजाको फुलहरू फुलेको छ। कति मजाको देखिएको छ कि। हामी बोकीपाटन जाने प्रक्रियामा छौँ, बाटोमा छौँ। बाटोमा यस्तो यो मजाको यो फुल चाहिँ यस्तो मजाको फुल फुलेछ नि। यस्तो राम्रो फुल्दो रहेछ फुल। यो देख्न सकिन्छ। हामीले त गौरामै ल्याइदियो। ल्याइदिउँ होइन म्याडम? म्याडम लैदिनु। ओहो हामी चाहिँ लगभग दिनु होला। एकदम राम्रो छ म्याडम। यहाँ 35 वालले गर्दा नमिठो भएमा फेरि यो पनि एउटा अप्सन छ। नमिठो भएमा फेरि अरे? नमिठो भए फेरि हो सर। हो ढुक्क हुने त्यस्तो। यहाँ आज दुध खाँदैछौँ हामी लगभग।
पाटनमा चाहिँ घाम लगाइरहेको यहाँ देखिएको छ। बाटोमा पानी परिरहेको छ। हामी यस्तो पानीमा हिँडिरहेको छौँ। हिँड्ने क्रममा हामी अहिले च्याप्टे ढुङ्गामा आइएको छ। 3420 यस्तो बाटो पानी परेको पनि चल्ला है। हात त बहुत छिरो भयो। बोकी पार्न जाने क्रममा छौँ अहिले। ठाडो खोलामा आइएको छ। यहाँ आउँदाखेरि बोकी आउँदाखेरि पुग्नुपर्छ। सबभन्दा ठाडो बाटो यो रहेछ। यहाँबाट सिधै माथि घाटडाँडा पुग्नु पर्ने छ। यहाँनिर ठाडो खोला जुन समुद्र सतहबाट 3550 मिटर हाइटमा छ। अनि यो हाइटमा आएको छ। बाटो चाहिँ सिधै अब यहाँ ठाडै डाँडै जानुपर्ने रहेछ। सिधै बाटोबाट पानी परेको छ। मौसम यस्तो चिसो छ नि, तर पनि गर्मी जस्तो भएको छ, थाकेको छ। हामी अहिले ठाडो खोला भन्ने ठाउँमा आइपुगेका छौँ। यो समुद्र सतहबाट 3500 भन्दा थोरै मिटर हाइटमा माथि रहेको छ। अहिले यहाँ पानी परिरहेको छ। यस्तो ठाडो उकालो छ नि, हजुर अगाडिको देख्न सक्नुहुन्छ। एकदमै ठाडै माथि ठाडै जाने हो। कहिलेकाहीँ यस्तो पानीमा उकालो चढ्नुको छुट्टै बेग्लै रमाइलो पनि हुँदो रहेछ। घरमा बसेर चिया पिउने, कहिलेकाहीँ कुनै क्यान्टिनमा बसेर चिया पिएर गफ चुट्नुभन्दा नि यतातिरको रमाइलो छुट्टै महसुस हुँदो रहेछ। त्यो पनि अनुभव गर्ने अवसर प्राप्त भएको छ। हामी अगाडि बढ्दैछौँ। हाम्रो यात्रा आज बोकीपाटनसम्म रहनेछ। बोकीपाटनसम्म यहाँ साथीहरूले बताएअनुसार लगभग 4000 मिटर हाइट बोकीपाटन रहेको छ भने हामी त्यसपछि टिकेधारा पनि जाँदैछौँ, जुन त्यहाँ भेँडीगोठहरू रहेको छ। तर अहिलेको यो मौसम हेर्दाखेरि चाहिँ एकदम बादल आएको छ, बहुत चिसो छ। यस्तो चिसो सत्तै पनि हिँड्दाखेरि चाहिँ गर्मी चाहिँ भइरहेको छ। पानी परिरहेकै छ। हाम्रो यात्रा अगाडि बढ्दैछ। ल हामी अहिले बोकीपाटनको नजिक छौँ। यस्तो कुहिरो लागेको छ। बाटो चाहिँ उही तिर्लेचोकको 22 घुम्दै जस्तै यहाँ पनि त्यस्तै घुम्ती रहेछ। एकदमै बाटोमा छौँ। हामी लगभग अन्दाजी 3600 मिटर हाइटमा छौँ। यहाँ उकालो चढ्दै डाँडाको माथि म जाँदैछौँ। तर मौसम चाहिँ एकदमै चिसो छ, ठन्डा छ, पानी परिरहेको छ। तर हिँडेको कारणले गर्दाखेरि चाहिँ गर्मी चाहिँ पसिना चाहिँ आएको छ। कुरा सुन्दा नि अचम्म लाग्छ। चिसो छ तर हिँड्दाखेरि पसिना आएको छ, एकदमै हात ठिरहेको छ। ल यी ठ्याक्क ढुङ्गे देउरालीमा आइएको छ। भर्खरै फर्केका साथीहरू हुनुहुन्छ यहाँ। उहाँहरू निकै रमाइलो मान्न फर्किनु भएको रहेछ। साथीहरू ढुङ्गे देउराली चाहिँ 3750 मिटर।
हामी लगभग 3800 मिटर हाइटमा छौँ। अब यहाँबाट अझै बोकीपाटन 200 मिटर हाइट माथि छ। हल्का पानी परिरहेको छ। म ठ्याक्कै यस्तो डाँडाको चुचुरोमा छु नि। यहाँबाट तलको दृश्य चाहिँ यस्तो छ, वास्तवमा सुन्दर दृश्य छ। यस्तो सुन्दर दृश्य छ जुन शब्दले बयान गर्न सकिँदैन। हामी यस्तो पहाडको डाँडामा छौँ, लगभग 3800 मिटर हाइटमा छौँ। अलि थाके जस्तो भएको छ मलाई, अलि थाके जस्तो भएको छ नि, त्यही भएर यहाँनिर चाहिँ एउटा सानो बस्ने कटेरो जस्तो रहेछ ठ्याक्कै डाँडाको चुचुरामा। उहाँसँग कुराकानी भयो, त्यहाँ चिया कफी बन्छ भनेर हामी त्यहाँनिर चिया खान चाहिँ त्यतै जाँदैछौँ। मैले बोलाउनु पनि भएको थियो। ठ्याक्कको हामी यस्तो डाँडामा छौँ। अहिले एकदम कुहिरो लागेको छ, हल्का पानी परिरहेको छ। यहाँबाट बोकीपाटन चाहिँ जान चाहिँ लगभग 45 मिनट लाग्ने यहाँ भन्दै हुनुहुन्छ। यहाँ चाहिँ यस्तो छाप्रो बनेको रहेछ। यहाँ चाहिँ कफी चियाहरू बेच्ने यस्तो ठाउँ रहेछ। यहाँले चाहिँ कफी चियाहरू दुधमै बेचिन्छ भन्नुहोस्, यो कफी चियाको फेरि अलि हेर दिएको छैन। दुध पनि बेचिँदो रहेछ। यस्तो ठाउँ रहेछ, ट्याक्क बस्ने ठाउँ। ठ्याक्क यो चाहिँ डाँडाको यस्तो चुचुरोमा छ। हामी अहिले ठ्याक्कै 3700 मिटर हाइटमा छौँ। 3800 है, ए 3800 भन्नु, 3800 मिटर हाइट छ। हामीले यहाँ चाहिँ दुध खाइरहेका छौँ। निकै डाँडो, यस्तो डाँडो छ। अहिले यो कुहिरोले नदेखिएको, नभए भने ठ्याक्कै डाँडाको यस्तो टाकुरामा छौँ जुन दृश्य कुहिरोले गर्दा नदेखिएको दृश्य चाहिँ। त्यो पारीको त हेर्दा त्यो दृश्य त त्यहाँको यो देखिएको छैन क्या, अलिकति होइन, कुहिरोले छेक्यो कि। मौसम चाहिँ चिसो मौसम छ। तातो दुध खाँदै गर्दाखेरि चाहिँ सायद हामीलाई ठिक पनि हुन्छ। हामी यहाँबाट लगभग 45 मिनट लाग्ने बताउनु भएको छ बोकीपाटन। हामी लगभग 3850 मिटर हाइटमा छौँ। उकालो बाटो छ, पगतिर हेऱ्यो खोज कहाँ छ, यस्तो कुरो लागेको छ। मासतिर हेऱ्यो डाँडो पनि कहाँ छ। हामी यस्तो बिचबाट हिँडिरहेको छौँ। साथमा तिनी पनि छन्, निकै थाकेकी छन्। हामीलाई पनि अलि स्याहाँ भएको छ, सायद यो अल्टिट्युडले गर्दा होला। अनि थाकेर लम्पसार परेकी छन्। अब जामजाम अगाडि हो। सुरुमा त ठिकै थियो, अब त बडा गाह्रो भयो। अब हातले समातेर पुरै हातले तान्नु पर्ने भयो। ल उठ लम्बा थोरै राखी छन्। बरु घरमै ठिक थियो, किन यहाँ आएको भन्दैछन्। अब आइहाल्यो, गाह्रो छ हेर्नु। बस्न हान्नु भएको थियो, अब के गर्ने। अब त ट्रेकिङ सेकिङ केही पनि नआउने लाई, बरु घरमै ठिक छ। बिदा बेला मजाले घरमा बसेर बनेर चुकौनी बनाएर खाने, चटपट बनाएर खाने, त्यसपछि खाने, अनि झ्याउलासी माइत जाने, अनि त्यही चाहिँ एकदमै हो। ल न, हामी लगभग हाम्रो बोकीपाटन आइएको छ। यो बोकीपाटन यहाँ चाहिँ बस्नुको लागि यस्तो होटलको व्यवस्था छ। सबै टेन्ट टाँगेर यस्तो किसिमको व्यवस्था रहेछ। सबै यसमा टेन्टहरू छ। यो एकदमै पानी परे पनि त्यस्तो व्यवस्थित तरिकाले टेन्टहरू यस्तै राखिएको रहेछ।
तलबाट आएकाहरूलाई यसरी टेन्टको व्यवस्था यहाँ गरिएको रहेछ बुगिपाटनमा। यस्तो दृश्य चाहिँ मौसम एकदमै चिसो छ। दृश्य चाहिँ यहाँ चाहिँ टाटा टेन्ट स्टे भनेर लेखेको छ। यो घर पछाडा ठ्याक्कै हामी अहिले 4000 मिटरमा छौँ समुद्र सतहबाट। 4.5 मिटरको हाइटमा छौँ। सबै होटल व्यवस्था गरिएको छ। ठ्याक्क बुगिपाटन आइसकेका छौँ। लगभग यो समुद्र सतहबाट 4000 मिटर हाइटमा छ। यहाँ चाहिँ होटलको यस्तो टेन्टहरूमा यस्तो व्यवस्था हुँदो रहेछ। हामी यस्तो अहिले सिमसिम पानी भराएको छ। हामी यसरी टेन्टमा भित्र टेन्टभित्र यस्तो सबै व्यवस्था हुँदो रहेछ। उहाँले खाना सबै बनाउने यस्तो व्यवस्था अनि बस्ने टेन्टभित्र यस्तो सबै यस्तो व्यवस्था हुँदो रहेछ। आगोलाई यहाँ चाहिँ बसेर हुँदो रहेछ। यस्तो हुँदो रहेछ। दृश्य छ नि। हामी चाहिँ लगभग 4000 मिटर हाइटमा छौँ बुगिपाटनमा। यस्तो पानी परेको थियो नि, अहिले त आकाश हल्का फारेको छ। यस्तो मनोरम दृश्य देख्न सकिन्छ। इट्स सो नाइस।
Thank